Hello guys, welcome back to my channel again. So after long time फेरि म त के भन्नु अब सबैजना आएको छ अस्तिको भाइहरू भयो एक दुईजना साथीहरू नयाँ पनि थपेको छ नाम्चीबाट हो अन्त उनीहरूले मलाई यता तल पर्खिरहेको रहेछ पुलमा हाम्रो रोडथाङको ब्रिजमा सो म त्यतैपट्टि जाँदैछु अब हो हामी खासमा जानु परेको भन्दा चाहिँ कहाँ भन्दाखेरि चाहिँ अस्ति हामी नथुला त गयो नथुला अरे सरी छाङ्गुहरू गएको थियो सो अस्ति चाहिँ हामी त्यही छाङ्गुहरू जानु पाएन राम्रोसँग छाङ्गुहरू जानु पाएन राम्रोसँग जान त गएको हो तर पुरा वेदरले गर्दाखेरि राम्रो थिएन नि त अस्ति छाङ्गु जाँदाखेरि सो आज चाहिँ पानी पर्दैन आई होप होइन त्यही भएर चाहिँ आज हामी फेरि छाङ्गु भयो नाथाङ भ्याली सबै जाँदैछ आज हो अन्त मेरो फ्युल पनि हाल्नु पर्ने छ रङ्गलीमा हाल्छु सबैजनाले यहाँ पुलमा पर्खिरहेको छ भन्दै थियो हेरौँ कहाँ पर्खेको छ ए यहाँ रहेछ ओके यस 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 ए तेरेका निकै रहेछ त बाइक त अन्त है यस 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 विजय यस यस होइन अघि रेडी भएको खासमा यिनीहरूलाई पर्खिँदा पर्खिँदा नि जानु हो यस यस के भन्छ अन्त नगर 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 भाइ नगर न जाउँ 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 ओ हेर्नु सक्नुहुन्छ लाइन अप मजाले जाने हो आज हो ए यतिजना छ हामी मेरो बाइक चाहिँ यहाँ छ हो लेट्स गो गाइस गयो यहाँबाट हो जाउँ 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 राइट गाइस यहाँबाट चाहिँ अब हामी निक्ल्यो हो अब तपाईँको हामी यहाँबाट रुने निक्ल्यो अब तपाईँको हामी यहाँबाट माथि लिएर देखाउँछ तपाईँहरूलाई हो गाइस याबेस केटाहरू उताबाट गयो कि हामी सर्टकट जाउँ ल सर्टकट जाउँ एकैछिनमा पुग्छ ओके गाइस हामी चाहिँ अब सर्टकट जाने हो सर्टकट चाहिँ एकैछिनमा पुग्छ केटाहरू माथिको बाटो गएछ फेरि तपाईँको रिनक माथिबाट गयो भने चाहिँ एकैछिन हो रिनक हो यहाँबाट यहाँबाट उकालो लाग्नुपर्छ हामी यहाँबाट उकालो छ अब यो चाहिँ पुलिस स्टेसन हो तपाईँको रिनकको यस्तो अपको अप छ जग्गा चाहिँ तपाईँको हो यो चाहिँ जुन सालघारीको बाटो यस्तो छ अपको अप लु त गाइस हामी फाइनली रङ्गली आइपुग्यो यहाँ छ कि छैन हेरौँ त छैन रहेछ त अन्त यहाँनिर चाहिँ आएको छैन रहेछ ए भनेपछि द्याट मिन्स उनीहरू पछाडि नै छ हामीभन्दा अगाडि छैन उनीहरू
अगाडि छ अरे ओके रङ्गली फाइनली आइपुग्यो अगाडि पो छ अरे त फेरि हामी अलिकति अगाडि निक्लेछ भनेपछि बिस्तारै बिस्तारै आएको त छैन सो दिस इज रङ्गली पुरानो बजार हो यो टुरिस्टको सिजन लाग्नु त लाग्यो तर अलिक टुरिस्ट त्यस्तो बेसी आएको छैन त्यसपालि ए यहाँ रहेछ नि त जाउँ 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 तेल हाल्यो नि त तेल 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 ए राख्नु बाइक यहाँनिर कहाँ राख्नु तपाईँको त ए यहाँ रहेछ आटो उहाँ राख न होस् यहाँ यहाँ राख्दा पनि हुन्छ त उहाँ ठिकै छ केटाले के खान्छ होला यहाँनिर यहाँ राख्नु के लाउने केटाहरू यहाँनिर यो के हो मालपावा हो कि के हो यो के हो यो सिङ्गडा त होइन मालपावा हो कि के भन्छ नि यसलाई के अरे यार के अरे यार विजयको जिउ हेर यहाँनिर फेरि अब हो रड्डी छ रड्डी एकजना कतै आउनु नि रम्फूबाट हो ल अरे बिस्तारै जाने म दिपकको नाम लेख्छु दिपकलाई भनेको छैन रेफरेन्स टु दिपक गुरुङ लेख्दिनु नि दिपकको लेख्नु पर्यो चल छ हाम्रो बाइक एक एकजना ल एक एकजना एक एकजना एक एकजना गयो एक एकजना एकै साथमा होइन कि यहाँ पनि जाऊ उयो मान्छे रोक न ल रोक ल यहाँनिर एभरेज छ हो ड्युक मेरो यो बाइक यहाँनिर छ तर फर्मेलिटिज हुँदैछ सबैजनाको ड्युब यहाँनिर नम्बरहरू लेख्दैछ सायद यो सबै चाहिँ हाम्रो ग्याङ हो गाइस मजाले लाइन अप राम्रो छ मजाले हुन्छ नि अब पछाडि पनि आउँछ दुईजना
सो गाइस हामी चाहिँ यहाँनिर यो ताँसीला अगाडि हिँडाएको थियो यसले चाहिँ रङ बाटो लिएर आएछ हामीलाई हो यहाँ मुनिबाट जानुपर्ने बेलामा माथि लिएर आएछ सो यस्तो छ अब हाम्रो गाइड ओ अगाडि जा कहाँ गयो यहाँ मसँग यावेस पनि बसिरहेछ पछाडि हो ए यहाँनिर बसिरहेछ केटाहरू ए यता छ ए ए ए खोइ हिँड्छ ल तासे के गर्नु थाल्यो यसले छैन रेडिएटर हौ मै जानु पर्यो अगाडि ल यसले यावेसको बाइक कुदाउँदैछ यावेस मसँग छ पछाडि हो किन यिनी भयो होला त्यसलाई ए हो यो सस्पेन्सन पनि राम्रो छैन नि त है त्यो बाइकको अन्त त्यही भएर यो बाइक कुदाउने यस्तो बाटोमा थोरै न हो त्यो ए ब्रुने पर्खिरहेको छ रङ बाटो लिएर छैन नि यसले ठुक्क उहाँ लेखिरहेको त जुलुक भनेर है उहाँ लेखिरहेको छ जुलुक भनेर हट त्यतिको केटाहरू के गर्छौ जुम 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 ओ ब्रुनेको चोकटा यहाँ रहेछ ब्रुनेको चोकटा भनेको यहाँ चिया खाने अँ माथि जाउँ माथि यहाँ कहाँ रोकिबस्नु भ्यू चाहिँ What a view guys फर्स्ट मा आउने चाहिँ जग्गा चाहिँ दामी हो क्या जति ऊपर चढ्दै जान्छ त्यति चिसो हुँदै जान्छ यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँले हो चारैतर्फ कोरा छ गाइस यस्तो क्लियर छ क्या हुन्छ नि यो जग्गामा चाहिँ नो पल्युसन आर्मीको एम्बुलेन्स माथि पुगेर चाहिँ म देखाउँछु तपाईँहरूलाई ल भ्यू हेर्नुहोस् है गाइस गाइस यस्तो छ यहाँनिर भ्यू ल अब केटा हेर्ने यस हेलो ए दासी आमा भ्यू हेर्नुहोस् है गाइस होइन म त फोटो खिच्न छोटो फोटो ल स्याटिस भ्यू छ क्या यहाँनिर चाहिँ सिक्किम पनि कम्ती गएको छैन है गाइस अब नेक्स्ट टाइम हामी नर्थ सिक्किम जान्छ नर्थ सिक्किम झन् दामी छ भनेर सुनेको छु पाइला पनि टेकेको छैन अझ तर नर्थ सिक्किम हामीले हो खोलेर भन्दा कसले खोलेन भनेको बिचरा मैले जबरजस्ती नगरेको गएको केटाहरू ए कुकुरे यहाँ हेर्नुहोस् है आम्मा भ्यू चाहिँ यस्तो स्याटिस छ यहाँनिर भ्यू चाहिँ स्याटिस छ क्या यहाँनिर यस्तो खालको छ यहाँनिर हुन्छ नि यस्तो स्याटिस छ कि छोड्दै आम्मा What a view guys.
यहाँ यसको भिडियो पनि बनिँदैछ यहाँनिर हो वाउ गाइस रोड त बनाएछ त है नाथाङ भ्यालीको गाइस यहाँ हेर्न सक्नुहुन्छ तपाईँले यस्तो स्याटिस छ नाथाङ भ्याली चाहिँ तपाईँहरूको यहाँनिर हो स्याटिस है यहाँनिर चाहिँ अब के खानुपर्छ यहीँ खाउँ है आम्बो स्याटिस पाउँछ नि सबै पाउँछ स्याटिस है मिनी लदाकै रहेछ नि त यहाँनिर त अन्त ए स्याटिस स्याटिस गाइस लभ इट मलाई चाहिँ मन पर्यो यो जग्गा चाहिँ उयो यस्तो रहेछ यो के भन्छ हाम्रो उयो जानेछ नि उयो के भन्छ मुस्ताङ पनि सेम यस्तै छ मुस्ताङ पनि यस्तै छ मुस्ताङ पनि मार्फाहरू त यस्तै छ ए ल जाउँ न ल सेम त रे सेम यस्तै त छ ल यस्तै छ सेम तर त्यो अलिकति अर्को जग्गामा छ हो ल जाउँ दामी हो भने यतिको त अन्त हेर न स्याटिस दामी यो चाहिँ मलाई मार्फाहरू जस्तो लाग्दिएको नि यो चाहिँ अब स्यामी भिडियो नबनाऊ भन्छ बोलाउनु मन परिहाल्ने खालको त गरेछ नि त यहाँनिर हल्का अफरोडिङ पनि हुन्छ अब यस्तो छ गाइस यहाँ बाटो खैनी ए हो सो मच छ नि हो हेर्नु सक्नुहुन्छ तपाईँहरूले गाइस यहाँनिर अफरोडिङ पनि हल्का छ हो यो जग्गा चाहिँ मलाई चाहिँ नि एक्जिट यस्तो लाग्यो त्यो मुस्ताङ जाँदाखेरि पनि छ नि सेम यस्तै छ मार्फा आउने बेला पनि यस्तै छ आम्मामा मलाई यस्तो जग्गा चाहिँ हुन्छ नि सानो त्यहाँनिर तिम्रो जग्गा हो ए ओके तपाईँहरू आउनुभयो भने चाहिँ गाइस यो बाटो आउनु छ स्याटिस छ यो बाटो चाहिँ भ्यू चाहिँ दामी छ यहाँबाट आर्मी गाडीहरू पनि यहाँ छ हो यस्तो छ भ्यू चाहिँ आम्मामा दामी हात पनि नलाए जस्तो हुँदैछ नि क्लच पनि यहाँ अगाडि जाउँ है यहाँ अगाडि जाउँ कहाँ रोक्नु भन्नु त सो गाइस हेर्न सक्नुहुन्छ तपाईँहरूले हो यो जग्गा चाहिँ तपाईँको दामी रहेछ मलाई दामी लाग्यो जग्गा भिडियो बनाऊँ भनेर चाहिँ सोचेर बनाएको हो स्याटिस हुन्छ नि क्या भ्यू चाहिँ हेर्न सक्नुहुन्छ है यति दामी छ भ्यू चाहिँ यतानिर विजय हो केटाहरू उमाथि छ यो चाहिँ नाथाङ भ्याली नै हो भ्यू चाहिँ यति स्याटिस छ कि यहाँको चाहिँ अब के भन्नु तपाईँलाई वाह तर सास फेर्नु चाहिँ साह्रो पर्दछ गाइस यहाँनिर देख्नु सक्नुहुन्छ तपाईँले सबैजनाले छुर्पी खाँदै यत्रो त खालको अरिजिनल छुर्पी रहेछ हो छुर्पी छैन तासीको ब्यागमा छ त्यो फुटाउँदा नि फुटाउँदा हुन्छ उयो ढुङ्गाले ब्लङ्गै पर्दैन ल बिचाले यहाँ ढुङ्गाले फुटाउँदैछ छुर्पी हो ल छुर्पी चाहिँ अरिजिनल रहेछ तर दामी रहेछ दामी खाऊ न भेट्दैन होला नि फेरि हरायो भने हराउँदैन दामी खाऊ न तिमी ठुलो खाऊ ल हो है स्याटिस तपाईँहरूलाई म माथि देखाउँछ झन् दामी जग्गा छ हो पर गुम्पा रहेछ ओके गाइस यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले भ्यू यहाँको भ्यू हेर्नु सक्नुहुन्छ तपाईँहरूले
यति दामी छ यो भ्यू चाहिँ हो आमा स्याटिस यति दामी छ कि यो जग्गा चाहिँ यो चाहिँ तपाईँको बाबा मन्दिर पर छ हो देख्नुहुँदो हो तपाईँहरूले बाबा मन्दिरकै छेउमा हो यो हो दामी छ नि त यहाँनिर चाहिँ अर्कै टाइपको हुन्छ नि यो ढुङ्गा ढुङ्गा यस्तो छ हुन्छ नि मजा आइदिँदैछ मलाई चाहिँ यो कस्तो लङ टाइम आएको राइडमा हो दिवाली नर्सरी सबै अब अलिकति थाकिरहेको थियो यहाँनिर एउटा मुनि लेक रहेछ है यहाँ त लेक रहेछ एलिफेन्ट लेक जस्तो लाग्यो हो दामी छ कि यहाँको भ्यू चाहिँ बाइकले पनि राम्रो पिकअप दिएको छैन हुन्छ नि एलिफेन्ट लेक हो यो चाहिँ एलिफेन्ट लेक सो यो चाहिँ तपाईँको बाबा मन्दिर हो नयाँ बाबा मन्दिर हो यो केटाहरू त कहाँ गयो ए यहाँ तल रहेछ यस 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 यावेश ओके यहाँ हेर्नुहोस् है गाइस यस्तो दामी जग्गामा छ हामी चाहिँ यहाँनिर अहिले राइट नाउ हो मिनी स्विजरल्यान्ड भन्दा पनि हुन्छ यहाँनिर ऊ पर केटाहरू बाइकमा आउँदैछ हो दामी छ यहाँ आउँदैछ केटाहरू मजाले अब जाने हो जाउँ